नमस्कार। अहिले हामी यो बर्दिया जिल्लाको चाहिँ गुलरिया कारागारमा छौँ। यता आउनुहोस् त। के नाम हो तपाईँको? लक्ष्मी थारू। लक्ष्मी थारू। को हो तपाईँको? श्रीमान। श्रीमान? हजुर। के भएको भन्नु त? गाडी दुर्घटना। दुर्घटना भयो। गाडी कसरी दुर्घटना भयो? यसरी गइरहँदाखेरि उहाँको गाडीले यसरी ओभरटेक गर्न लाग्दाखेरि यतातिर आएर अलिकति छोएर चाहिँ नि स्कुटी गएर लड्यो। लडेपछि बिमारीलाई चाहिँ चालकले नै हस्पिटल पठाइयो र चालक सिधै प्रहरीको हिरासतमा गयो। तर प्रहरीको प्रतिवेदनले के देखाइयो भने चालक भागेको हैन र छनि जुन गाडी गुड्ने एरियाभन्दा बाहिरी गएर भनेर हो यस्तै चिजमा छ नि हामी चालक हौँ भनेको। ल हेर्नुहोस् त, छोरा हो कि छोरी हो? छोरा। ल हेर्नुहोस्, अब यी कलकलाउँदो छ नि छोरालाई कसले हेर्छ? हामीले लाइसेन्स किन लियौँ? अनि पूर्व छानलाई छ नि सुन र गु पनि भन्छन्। ल सत्यता यही हो, सुन हो कि के हो? यो त हिरा हो नि त। तपाईँ आमा होइन? कति भयो छोराले लाइसेन्स निकाले? दुई वर्ष कटिसक्यो। भर्खरको कति वर्ष भयो तपाईँको श्रीमान? 25 वर्ष। 25 वर्षको भाइ हो। उहाँले चलाएको गाडीले दुर्घटना भएर अहिले चाहिँ पूर्व पक्षमा र चाहिँ नि यातायात ऐन र लाइसेन्स हामीले किन लिएछ? यता बुवालाई यता आउनुहोस् त। के भन्छ वकिलले भन्नु त? वकिलले त अब गर्छु भन्छ, त्यो थाहा छैन फेरि कतिखेर हुन्छ। ल हेर्नुहोस्, प्रत्यक्ष बुवा आमा श्रीमती र छन् यी हेर्नु त हिरा जस्तो छोरा हामीले प्रत्यक्ष देखाएको छौँ। पूर्वमा पनि देखायौँ, अहिले गुलरियामा पनि तपाईँले हेर्नु भएको छ। त्यो भएर मलाई केही फरक पर्दैन। जानेको बुझेको तपाईँ चालक र हामीमा चाहिँ भएको पीडा र समस्यामा छ नि यी आवाज दिएका हुन्। र कोही छ नि कता कताबाट छ नि आउँछन्। म कहीँ छ नि म कहीँले छ नि मैले बास दिनुपर्छ, मैले खुवाउनुपर्छ। तर यसरी मसँग हिँड्छु भनेर सानो गाडीमा अट्दैन भनेर तपाईँ चाहिँ गाडीमा आउनुहोस्, कार्यक्रममा एटेन्ड चालकलाई गरौँ भन्दा ठुल्ठुलो कुरा गरेर मैले लिएर हिँडेर भनेर अब हामी चालकै हुनुपर्छ भने के गर्नु? चालक हुनु पऱ्यो भने चालक यहाँ पूर्वपक्षमा बसेछ। अब चाहिँ कति वर्ष जेल तोक्ने थाहा छैन। त्यो भएर मनन गर्नुहोस्। विश्वकर्माको स्टिङ समाएपछि तपाईँले गर्नुहोस्, म साथ दिन्छु। र छ नि मैले गरिरहँदा र यी चालकलाई छ नि पीडा र न्यायमा छ नि न्याय दिनुपर्छ भनिरहँदाखेरि तगारो नबन्नुहोस् है। म घर गाडी बेचेर तपाईँले सत्य देखिराख्नु भए र तपाईँ स्ट्रिङ समाछ भने साइकल चलाउने पनि ड्राइभर हो, बाइक चलाउने पनि ड्राइभर हो, स्कुटी चलाउने पनि ड्राइभर हो, टेम्पो चलाउने पनि ड्राइभर हो, ई रिक्सा चलाउने पनि ड्राइभर हो, बस चलाउने पनि ड्राइभर, ट्रक चलाउने पनि ड्राइभर। तर बाटोमा कसले के गल्ती भने त्यो निष्पक्ष हुनुपर्छ। चालकलाई जुदाइएको छ र चाहिँ पीडा र छ नि आपतकालमा चाहिँ पूर्वपक्ष बस्नु परेको छ। यहाँ जन्मकैद भनिएको छ। यहाँ विभिन्न थरीका छ नि अब मिटिङ भत्ता बैठक भत्ता र छ नि अब तलब छ नि यिनीहरूका बालबच्चा अस्ट्रेलिया अमेरिका र क्यानाडा अब छ नि लानलाई पैसा नपुगेर फेरि यहाँ चाहिँ जरिवाना राखेको छ। जरिवानाको पनि घोर आपत्ति गर्न चाहन्छु। पहिले बाटो बनाउनुहोस्, नीति दिनुहोस्, जरिवाना तपाईँको त्यो जरिवाना नै 1 लाख गर्नुहोस्। गलत चालकलाई हामी संरक्षण गर्दैनौँ यातायात चालक एकता अभियानले। र सही चालकको छ नि जहाँ पनि गएर आवाज उठाउँछु। सत्य कहिले लुक्दैन। दुधको दुध पानीको पानी एक दिन छुट्टिन्छ। पूर्व छानेको यही आवाज हो। तपाईँ चालकले मान्नुहोस् नमान्नुहोस्, बुवा आमा श्रीमती र छ नि कलकलाउँदो हिरा जस्तो छोरा तपाईँहरूलाई हामीले गुलेरियाको प्रहरी चौकीबाट देखाएका छौँ। अस्ति भएको विवादमा अहिले जिल्ला प्रहरीमा पनि हामी ती चालकलाई गएर भेट्नेछौँ। हस्त नमस्कार।